भन्नु त्यसै खिचेर हुन्छ भने बुहारी सार गर्नु न मम्मी चाहिँ शङ्कु गएको हो र भनेर सोध्नु होइन मैले बिहानै भनेर गएको होइन भने म शङ्कु जानु घरसम्म मात्रै हो भनेर छोरा त्यो दुईटा मात्रै हो कुरा भएको अनि तपाईँहरूको कुरो छ भने मलाई के र बुवाको होला नि त के कुरा मम्मीलाई भन्नु पर्ने बारी कस्तो चाहिँ भयो होला है म त अचम्म लाग्छ पानी परे हो बुवा यहाँ खिचिसक्यो बुझ्नु सुन्नु बुवालाई त्यसै भन्छन् कि मम्मी तपाईँ शङ्कु गएको हो र कहाँ जानु मैले बिहानै म शङ्कु जानु दल्दै घर जाने घर काम त भन्ने थिएन तरकारी त पानी परेको त पानी 3 चोटि परेर 3 चोटि भिज्ने माटै माटो कस्तो टिप्यो कस्तो टिप्यो फेरफेरा टिप्यो जम्मै माटा छको चाहिँ काउलिन जम्मै पुगेछ बुवाले टिप्या त सबै बोट मर्यो होला केले तपाईँ टिप्नु भएको त सबै बोट मर्यो होला केयर मर्नु टिप्नु यहाँ निसिङ कुसुम गर्नु हुन्छ कुसुम कासम त्यो छिपिया टिप्या ल्याउनु भयो होला कुहिने ल्याएको के छिपिएन कमरो भन्ने नै छैन त अब त्यो यसपालि खोइ सिमी बिउै हुँदैन यसपालि घाम लागेको त्यो बिउ पोसाएर 3 चोटि पानी गएपछि घरको जग्गा परेको छ रहेको छ परेको छ यता गर्ने के रे मम्मी एउटा दुईटा त यसो बिउलाई रहन्थ्यो कि राख्नुपर्ने सबै टिपे